प्रणाम सबैलाई। आज म गुरुदेवको बारेमा केही कुराहरू भन्न गइरहेको छु। गुरुदेव हामीलाई एउटा गुरुदेव भनेको एउटा टिचर जस्तो मात्र बुझ्छौँ भने हामी गलत छौँ। एउटा आध्यात्मिक टिचर मात्र हो गुरुदेव भन्ने सोच्छौँ भने त्यो गलत हो। गुरुदेव भनेको हाम्रो शास्त्रमा सबैभन्दा माथिल्लो तहको माथिल्लो पद भनौँ होइन, परमात्माले कसैलाई दिन सक्ने भनेको यो संसारमा गुरुदेवको रहेको छ। फर इक्जाम्पल हाम्रो शास्त्रमा गुरुलाई गुरु ब्रह्मा, गुरु विष्णु, होइन, गुरुदेव महेश्वर, गुरु साक्षात् परब्रह्मा पनि भनिएको छ। किन त भने उहाँको डेडिकेसन एउटा डिसाइपलको लागि भने एउटा परमात्माले दिन सक्ने डेडिकेसनको एउटा रिप्रेजेन्टेसन हो। लाइक उहाँले कहिले पनि म आफ्नो बारेमा सोचे आज चाहिँ मेरो बाध्यता थियो भनेर कहिले पनि भन्नु हुँदैन। उहाँको लागि सबैभन्दा हाइएस्ट भनेकै आफ्नो डिसाइपलको खुसी र उसको डिसाइपलको प्रगति रहेको हुन्छ। हाम्रो यस संसारमा सबैभन्दा डेडिकेटेड रिलेसन भनेकै आमा भन्ने रहेको हुन्छ। तर गुरुदेवलाई हाम्रो शास्त्रमा गुरु माता पिता, गुरु बन्धु सखा पनि भनिएको छ। भन्नको मतलब गुरुदेव एउटा शिष्यको लागि आमा पनि बन्नुहुन्छ, बाबा पनि बन्नुहुन्छ, मित्र पनि बन्नुहुन्छ। जे चाहनुहुन्छ त्यो रूपमा उहाँ सधैँ सँगसाथमा एउटा ऊर्जा प्रदान गरिरहनु भएको हुन्छ। उहाँले कहिले पनि म सक्दिनँ, हार मान्ने या मैले छोडिदिएँ भनेर कहिले पनि भन्नु हुँदैन। हामी जुन जस्तो अवस्थामा पनि जसरी पनि मद्दत गर्नुहुन्छ र जसरी पनि हामीलाई मार्गनिर्देशन गरेर अगाडि बढाउन तत्पर रहिरहनु भएको हुन्छ। हामीले धेरै पुस्तिकाहरू हेऱ्यौँ भने पनि, आध्यात्मिक पुस्तिकाहरू भने पनि गुरुदेवले एउटा शिष्यको लागि कुन हदसम्म त्याग गरिरहनु भएको हुन्छ, कसरी मार्गनिर्देशन गरिरहनु भएको हुन्छ भनेर धेरै धेरै उदाहरणहरू रहेको छ। एउटा योगानन्दको पुस्तक छ, त्यहाँ पनि गुरुदेव भनेको यति डेडिकेटेड हुन्छ, यति शिष्यको लाइफमा अब्स्ट्याकल रिमुभ गर्नको लागि यति तत्पर हुनुहुन्छ कि इभन म्यानिफेस्ट फिजिकल्ली काहीँ आफै म्यानिफेस्ट गएर समेत हेल्प गर्न तयार हुनुहुन्छ। म आफैले पनि उहाँको ऊर्जाहरू केही हदसम्म थाहा पाइरहेको हुन्छ। कठिनाइको समयमा उहाँले मद्दत गरिरहनु भएको र कहिलेकाहीँ कोही मानिसहरूको रूपमा मद्दत गरिरहनु भएको भने हरेक क्षणमा हाम्रो बारेमा सोचिरहनु भएको हुन्छ। हाम्रो सानो सानो कुराहरू पनि उहाँलाई धेरै मतलब रहेको हुन्छ। हाम्रो हरेक खुसीको मतलब हुन्छ भने हाम्रो सानो सानो कठिनाइ प्रब्लमहरू पनि सुल्टाउनमा उहाँ सधैँ तत्पर रहिरहनु भएको हुन्छ। गुरु भनेको इभन फिजिकल्ली मात्र गुरु भनेर पुग्दैन। गुरुदेव भनेको एउटा फिजिकलको बियोन्ड एउटा ऊर्जा हो। गुरुदेवको ऊर्जा भनेको तपाईँलाई एउटा आमाले जन्म दिएर मात्र आमा नभएर, कसैलाई गाइड गरेर मार्ग देखाएर, होइन, एउटा आफ्नो बच्चालाई संरक्षण गरेर संसारमा कसरी बढ्ने अगाडि भनेर एउटा दायित्व बोके जस्तै गुरु भनेको गुरु ऊर्जा पनि त्यसरी नै हामीलाई भित्रदेखि हाम्रो कन्सियसनेसलाई पनि नरिस गरेर हामीलाई अगाडि बढाइरहनु भएको हुन्छ। हामीलाई सांसारिक संसारमा एउटा आमा बुवाको माया त दिइरहनु भएकै हुन्छ भने भित्री आध्यात्मिक यात्रामा पनि हामी कुन तहमा पुगेका छौँ यो जोसुकैले पनि थाहा पाएर हामीलाई मद्दत गर्न सक्नुहुन्न। हामीलाई अगाडि बढाउन भनेको जोसुकैले नि अगाडि बढाउन सक्ने भन्ने हुँदैन। उहाँले मात्र हो आध्यात्मिक यात्रामा एउटा गुरुदेवले मात्र हामीलाई कुन लेभलमा पुगेको छ र कसरी अगाडि बढाउने भनेर जान्नुभएको हुन्छ। हामीलाई साथसाथै प्रेमको माया र स्नेहको हामीलाई मायाको जरुरत पनि परिरहेको हुन्छ भने हामीलाई अगाडि पनि बढ्न परिरहेको हुन्छ, आफूलाई निखारेर अगाडि बढ्न परिरहेको हुन्छ भने हाम्रो ज्ञानको सीमा पनि हामीलाई बढाइरहनु परिरहेको हुन्छ। एउटा अन्धकारलाई कसरी चिर्ने, कसरी बच्ने, होइन, र उहाँले हामीलाई कसरी बचाइरहनु भएको पनि हुन्छ, होइन। त्यो चाहिँ उहाँले एकदमै एउटा शिष्यको लागि भनेर सधैँ यी कुराहरूमा सधैँ ध्यान दिइरहनु भएको हुन्छ, सधैँ समर्पित भइरहनु भएको हुन्छ। अब हामी एज अ स्पिरिचुअल प्र्याक्टिसनर, होइन, हामीले ध्यानमा, मार्गमा, सधैँ प्रज्ञाहरूमा तत्पर रहिरह्यो भने उहाँको ऊर्जाको, उहाँले हाम्रो लागि के गरिदिइरहनु भएको छ, सधैँ हेल्प मात्र भन्दिनँ म, इभन प्रगति गरिदिइरहनु भएको, हाम्रो प्रगतिमा मद्दत गरिदिइरहनु भएको, सांसारिक कति हेल्प गरिदिइरहनु भएको, यी कुराहरू पनि हामीले थाहा पाउँदै जान्छौँ। त्यो कारणले गर्दाखेरि पनि हामीले प्रज्ञामा सधैँ तत्पर भइरह्यो भने हाम्रो सेन्सिटिभिटी अनि ज्ञानको चेतनाको लेभलहरू बढ्दै जान्छ र यी कुराहरू पनि बोध हुँदै जान्छ।
गुरुदेवले कहिले पनि आफ्नो बारेमा इभन 1 सेकेन्ड पनि आफ्नो बारेमा या म बाध्य छु भनेर कहिले पनि भन्नु हुँदैन। त्यो लेभलमा एउटा डिसाइपलको लागि तत्पर भइरहनु भएको हुन्छ। त्यो कारणले गर्दाखेरि उहाँ गुरुदेव भनेको संसारमा सबैभन्दा पूजनीय एउटा पद हो र उहाँ भनेको एउटा कम्प्यासन, प्रेमले एउटा परमात्माको प्रतिनिधि भनेको कारण पनि त्यही हो। त्यो प्रेमले भरिएको हुन्छ। एउटा शिष्यको जीवन होइन, एउटा बोटमा एउटा भनौँ न सानो बिउ तपाईँको बिउलाई उमारेर ठुलो तपाईँको फुल भनौँ या रुख बनाउने उहाँले गरिरहनु भएको हुन्छ। त्यसमा हरेक सेकेन्ड उहाँले एउटा गार्डनरको रूपमा होइन सधैँ तत्पर भएर बचाएर फक्रिनलाई कुरिरहनु भएको हुन्छ र हाम्रो खुसीको मात्र उहाँले परवाह गरिरहनु भएको हुन्छ। हाम्रो ह्याप्पिनेस, कन्टेन्टमेन्टको लागि सधैँ परवाह गरिरहनु भएको हुन्छ। त्यो कारणले गर्दाखेरि यो संसारमा सबैभन्दा पूजनीय, सबैभन्दा त्यो हायर कन्सियसनेस लेभलमा रहेको पद भनेकै गुरुदेवको रहेको हुन्छ। यति भन्दै म आज यो एपिसोड उहाँलाई समर्पण गर्दै यहीँ टुङ्ग्याउँछु। धन्यवाद। प्रणाम।